हेलो नमस्कार गुड मर्निङ लासो फ्याफुल्ला सबैजनालाई। म नितेश खनाल हाल साउदी अरेबियाको रियादबाट। आज मनमा आज कस्तो के भनौँ जस्तो लाग्यो क्या। मनमा अलिकति के एउटा फिल आज भनौँ न, खुसी जस्तो पनि लाग्छ। अब त्यसलाई खुसी भन्ने के भन्ने त्यो म पनि भन्न सक्दिनँ होइन। तर पनि जस हजुरहरूको सामु एउटा परदेशी लाइफको बारेमा एउटा सानो टुक्का एउटा प्रस्तुत गर्न गइरहेको छु होइन। हजुरले मन पराउनुहुन्छ मन पराउनुहुन्न होइन, राम्रो लाग्छ राम्रो लाग्दैन त्यो मलाई थाहा भएन होइन। त्यही पनि एउटा बस आफ्नो मनमा लागेको कुराहरू होइन हजुरहरू सामु पुग्न जाँदैछु होइन। अब आजभोलि भन्दै गर्दै दिन पनि बित्दै गयो है। सुरुमा आउँदाखेरिको दिन कस्तो थियो भने आज लगभग तपाईँको 1.5 साल पुरा भइसक्यो मेरो आज होइन। कस्तो मनमा एउटा छुट्टै किसिमको रमाइलो फिल जस्तो भइरहेछ क्या। एउटा थिङ भनौँ न, एउटा थिङ कस्तो लागिरहेछ क्या। अब सुरुमा आउँदाखेरि जब परिवारसँग छुट्टिएको थियौँ हामी, म जब परिवारसँग छुट्टिएको थिएँ तब कस्तो फिल लाग्थ्यो क्या। मन कस्तो नरमाइलो होइन। आफ्नो आमा दिदी बहिनी इष्टमित्र साथीभाइ, आफ्नो बच्चा बच्ची, आफ्नो बुढी होइन, आफ्नो लाइफ फ्यामिलीहरूसँगबाट छुट्टिँदाखेरि के कस्तो नमजाको फिल के। गभरि मनभरि आँसु थियो तर कसैलाई देखाउन सकेको थिएन क्या होइन। जब घरबाट छुट्यो आमाले टिका लगाइदिनु भयो, सबैजनाको आँखाबाट आँसु झऱ्यो होइन। आफू पनि रोइयो तर आफूले एउटा मन चाहिँ कन्ट्रोल गरियो के। किन कन्ट्रोल गरियो भन्दाखेरि म छोरा मान्छे, म कमाउन जान लागेको मान्छे होइन। मै रोएँ भने त मेरो घर परिवारको झन् मन खिन्न हुन्छ नि त होइन। त्यही भएर बी स्ट्रङ नितेश, बी स्ट्रङ भनेर अलिकति आफ्नो मनलाई चाहिँ मैले कन्ट्रोल गराएँ कि होइन। गर्दै प्लेन चढियो, आइयो विदेश आउँदाखेरि यो तातो घाम, ओ माई गड, उडिरहेको चरा झर्छ भन्थ्यो नि, त्यो रियल हो क्या, रियल हो गाइज, त्यो एकदमै रियल हो। उडिरहेको चरा झरेको मेरो आँखाले देखेको छु क्या होइन। आइयो कम्पनीमा जोइन भइयो, त्यसपछिको सुरुको दिन हुन्छ नि, सुरुको दिन यस्तो हुन्छ नि फिलिङ। जब सँगै बसिरहेको मान्छे एक्कासी तपाईँ छुटेर आउँदाखेरिको त्यो फिल यस्तो हुन्छ नि, एकदम नमजा हुन्छ क्या। मन नै खालि घरतिर मात्रै भनौँ न, घरतिर मात्रै हुन्छ मन। तपाईँको मन यहाँ पटक्कै काम गर्न मन लाग्ने, किन आएछु म परिवार छोडेर, जे जस्तो पनि उहाँ पनि हाँसी खुसी बसिएकै थियो होइन। दुःख सुख खाइएकै थियो, नुन भात खाएर भयो भने आफ्नो परिवारसँग बसिएकै थियो रमाइलोसँग। धेरै कुरा मनमा फिल हुन्छ क्या होइन। तर के गर्नु, छोरो मान्छेको जात, बाध्यता र परिस्थितिले मान्छेलाई कहाँदेखि कहाँसम्म पुर्याउँदो रहेछ भन्ने कुरो यो हो क्या। यो हो क्या थिङ्क गर्नुपर्ने कुरा छ नि, यो हो क्या। मान्छेलाई कोहीले पनि चाहेर आफ्नो परिवारसँग टाढा बस्न मन लाग्दैन। जो मान्छे हाई लेभलको हुन्छ तिनीहरू कहिले जान्छ, जाँदैन नि, हो कि भन्नुहोस् त। उनीहरूसँग जे छ आफ्नो फ्यामिलीसँग सब थोक एनी संसारमा सबै ठुलो कुरो भनेको पैसा हो क्या, धन रहेछ क्या होइन। त्यही धनले गर्दाखेरि त भोलिपर्सि आफूले जुन स्ट्रगल गरेपछि भोलिपर्सि आफ्नो फ्यामिली ब्याकग्राउन्ड प्लस आफ्नो छोराछोरीहरूलाई होइन, जे होस् आफूले उनीहरूले सोचेको कुराहरू हामीले पुरा गर्न सकिन्छ नि त। त्यसको लागि के चाहियो? मनी इज एभ्रिथिङ इन आवर लाइफ। सो आइयो विदेश। सुरुमा आउँदा दिन बिताउन गाह्रो हुन्थ्यो, महिना बिताउन गाह्रो हुन्थ्यो, गर्दा 6 महिना बिताइयो, त्यसपछि 1 वर्ष भयो र टुडे यस्टरडे टोटली कम्प्लिट 1.5 years, 1.5 वर्ष सिद्धियो मेरो। अब जस्ट 1 year बाँकी छ, 6 month बाँकी छ, 6 month। अब 6 month पछि जानेछु। त्यही भएर आज भोलि भन्दा 6 month त बिति नै हाल्छ होइन। यो दिनहरू जे होस् सम्झिँदाखेरि छ नि, मनै कस्तो लाग्छ क्या। आफ्नो परिवारसँग बिछडिएर बसेको यो परदेशमा होइन, कसरी बस्यो के गर्यो, किनकि अर्काको ठाउँ हो, हाम्रो नेपाल जस्तो होइन। आज अल्छीलाई जाँदैन यार, साउलाई एकल फोन गरेर ल है दाइमा आज आएन, ल है दाइमा आज आएन, मलाई सन्चो भयो, जे बाहना गरे पनि भयो। तर यहाँ मिल्दैन त्यस्तो। हप्तामा 1 दिन बिदा हुन्छ, त्यो दिन बस काम गर्न मन लाग्छ गर, नगर्न मन लाग्छ नगर होइन। अरू दिन नेभर के। त्यही भएर साथी हो होइन, म एउटा कुरा के भन्न चाहन्छु भने सबैजनालाई त्यो त मेरो एउटा आफ्नो एउटा मनभित्रको कुरो थियो भने अब बस एउटा कुरा सबैजनालाई के नेपाली दाजुभाइहरूलाई सबैलाई भन्न चाहन्छु, किनकि म नेपाली भएर म नेपाली दाजुभाइहरूलाई भन्छु, अरूहरूलाई त म भन्न चाहदिनँ होइन। प्लस के कुरो हो भने विदेशमा आउनु छ नि एउटा काम सिप मात्रै सिकेर आउनु के।
एउटा सिप जे भए पनि आफ्नो एउटा सिप चाहिँ हुनु पर्यो क्या। मैले देखेको छु यहाँ, ए बाबा 45-50 डिग्री घाम भनेको दिस इज नट अ जोक यार। म गाडी लाइनमा छु होइन, म दिनभरि गाडीमा, मेरो दिनभरि नो टेन्सन, गाडीमा एसी हुन्छ, रुममा गए पनि एसी हो, गाडीभित्र पनि एसी हो होइन, नो टेन्सन। तर जो मान्छे फिल्डमा काम गर्ने हुन्छ, जस्तो लेबर काममा आएको हुन्छ, उनीहरू फिल्डमा काम गर्नुपर्ने हुन्छ नि, उनीहरूको लागि चाहिँ एकदमै मलाई देखेर कसम मन कस्तो लाग्छ क्या यार। जो मान्छे फिल्डमा काम गरिरहेको छ नि, त्यो मान्छेहरूको मन देख्दा त्यो मान्छेहरूलाई देख्छु नि म, कसम के आई फिल भेरी हट के यार। जोसुकै होस्, चाहे त्यो बङ्गाली होस्, पाकिस्तानी होस्, जोसुकै होस् के, 45-50 डिग्री घाम भनेको सानो घाम होइन के त्यो यार, कसम मलाई चाहिँ त्यस्तो लाग्छ क्या होइन। त्यही भएर गाइज हो होइन, जो जति पनि हुनुहुन्छ होइन, जे होस् विदेश आउनु पऱ्यो भने तपाईँ केही सोचेरै आउनुहुन्छ, भोलि पर्सिको ड्रिम्सहरू सोचेर आउनुहुन्छ नि त, आफ्नो फ्यामिली ब्याकग्राउन्डको लागि, फ्यामिलीको लागि केही होस्, राम्रो होस् भनेर होइन। तर विदेश आउनु पऱ्यो भने प्लिज 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 है एउटा सिप सिकेर चाहिँ आउनुहोस् है। लेबर काम इट्स टु मच हार्ड यार। अर्काको देशमा एकदम गाह्रो के यार। 50-52 डिग्रीको घाम भनेको जोकिङ गर्ने कुरा होइन, मैले बारम्बार भन्नु पर्दैन सबैलाई होइन, प्लिज। त्यही भएर एउटा छोटो मान्छे एउटा सिप सिक्नु, सिप सिकेपछि त्यो जहाँ पनि काम लाग्छ। हेर्नु, मैले मेरो सिप, मेरो ड्राइभिङ पेसा हो, मैले आफ्नो सिपको मैले घमण्ड गरेको होइन कि, मैले यहाँ जुन देखेँ नि मैले परदेशमा, दिस इज माई सेकेन्ड टाइम हो मेरो साउदी अरेबिया होइन। म 2010मा आएर 2014-15मा म गएको हो, त्यसपछि म एकैचोटि म 15 इयर्स पछि म साउदी अरेबिया फेरि म रिटर्न आएको। अब 2 इयर्स मेरो कम्प्लिट हुन लाग्यो, 16-18 मन्थ्स भइसक्यो। अब बस ओन्ली 6 मन्थ्स बाँकी छ। 6 मन्थ्स पछि म आई एम गोइङ टु नेपाल, माई हट कन्ट्री होइन, मेरो देश नेपाल म जान्छु फर्केर होइन। त्यही भएर गाइज हो होइन, प्लिज 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 एउटा काम सिकेर आउनुहोस्। काम सिकेर आइसकेपछि तपाईँहरूलाई गाह्रो हुँदैन। तपाईँले जुन काम सिक्नु भएको छ त्यो काममा तपाईँहरू आउनुभयो भने, किनकि तपाईँहरूलाई पनि थाहा हुन्छ कि आफ्नो काम के हो भनेर। यहाँ आउनुहुन्छ उताबाट होइन हो, अब घरको समस्या हेरेर तपाईँहरू उताबाट आउनुहुन्छ केही लक्ष्य बोकेर, तर यहाँ आएर विपरीत पर्न सक्छ क्या। कतिजना मान्छेहरू हाम्रै कम्पनीमा हामी कतिजना आयौँ, हामी आउँदाखेरि हाम्रो क्याम्पमा लगभग 200 जना थियो समथिङ। मान्छे भागेर, मेरै रुमको साथीहरू 3-4 जना भागेर गए, को कहाँ पुगे, कोही नेपाल पुगे, के गरेर कसो गरेर स्ट्रगल गरेर गए क्या उनीहरू नेपाल जाँदा पनि। त्यही भएर हरेस खान हुँदैन। आइसकेपछि 2 इयर्सको कन्ट्र्याक्टभित्र आइसकेपछि आएर गइन्छ नि होइन। तर चाहिँ है टाइम बित्छ नै, आत्तिनु हुन्न। तर चाहिँ काम चाहिँ सिकेर आउनु है। कसम भनेको, चप्पल छैन, चप्पल यो खालको हुन्छ हौ, यस्तो सिधा चप्पल पनि यो खालको यु आकारको हुन्छ भनेपछि त्यो घाम कस्तो होला त। त्यही भएर गाइज प्लिज बिन्ती छ, सबैजनाले एउटा काम सिकेर आउनुहोस्। विदेशमा सेवा गरे मेवा मिल्छ भने चाहिँ त्यो चाहिँ होइन कि, आफूले कर्म गरेपछि फल अवश्य पाइन्छ। काम सिकेर आएपछि आफ्नो काम आफूलाई थाहा हुन्छ। त्यही भएर है त ल गाइज, यति भन्दै आजको लागि हजुर सामु म बाई भन्न चाहन्छु। मैले यो कुनै लाइक कमेन्ट भ्युज पाउनको लागि होइन कि, बस एउटा सानो एउटा आफ्नो मनमा भएको कुराहरू भनेको हो होइन। परदेशी लाइफ कस्तो हुन्छ, कठिन हुन्छ, के हुन्छ, जो परदेशमा छ नि त्यसलाई थाहा हुन्छ के। मान्छेले उताबाट भन्छ नि, ए तेरो भाइ त विदेशमा छ, तेरो छोरा त विदेशमा छ, या पैसाको त दरो कमाइरह होला नि। तर जो मान्छेले यहाँ काम गरेको हुन्छ नि, यहाँ न दिन न रात न खानाको टाइम हुन्छ। टुङ्गो हुन्न कम्पनी कस्तो पर्छ भनेर, मेरो ठिक छ ल, हामी भनेको मेरो काममा कस्तो छ, म आफ्नो राजा हो। म गाडी दिएको छ कम्पनीले, जे सुकै गर, यसलाई बस मन्थली टार्गेट दिने हो। मन्थली टार्गेट दिएपछि गाडीको मतलब छैन। गाडी जे सुकै भयो भने आफ्नो जिम्मामा, मेरो नाममा हाल्दैछ गाडी, कम्पनीले मेरो नाममा दिएको छ, जे भयो नि मैले बस छुट्टी जानेलाई बुझाउने हो। सानो एउटा स्क्रैच भयो भने मैले त्यसको पैसा तिरेर जानुपर्छ, बुझ्नुभयो नि। हाम्रो यस्तो छ, मेरो बिन्दास छ काम, तर म सबैको काम त्यस्तो छ भन्दिनँ। मेरोभन्दा अझ राम्रो काम, हाई क्वालिटीको कामहरू छ होला, तर पनि है त प्लिज 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 धेरै गाह्रो छ। बुटमा त्यो फलेको फल टिप्न त कति गाह्रो हुन्छ भने होइन। त्यही भएर गाइज विदेश भन्दैमा सबैजनाले पैसाको बोट टिप्न आएको हुँदैन। पैसा फलिरहेको हुन्छ, त्यो बोटमा गएर टिप्ने त्यो खालको हुँदैन। त्यही भएर गाइज प्लिज 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 काम सिकेर आउनुहोस्। एउटा काम सिकेर आइसकेपछि आफ्नो काम जे हो आफूले जानिन्छ होइन। विदेशमा छ भन्दैमा त्यो
सबैजना राम्रो कम्पनीमा पर्छ भन्ने पनि छैन मभन्दा अझै हाई क्वालिटीको कम्पनी कति छ भने मेरोभन्दा लो क्वालिटी कम्पनी पनि धेरै छ क्या कतिजना रोएर हिँडेको देखेछौँ कि मैले बाटोमा कतिजनालाई लिफ्ट दिएर जाँदाखेरि नेपाली हो भन्दा नेपाली हो कतिजनालाई लिफ्ट दिएर गएको छु उनीहरूसँग बोल्दाखेरि हुन्छ नि गेट टुगेदर त्यतिखेर थाहा हुन्छ क्या ल गाइस ल यति भन्दै ल यो धेरै लामो भयो जस्तो लाग्यो मैले आफ्नो मनको कुराहरू पोखेँ परदेशी लाइफ यस्तै छ है आई एम फिलिङ भेरी ग्ल्याड मेरो 1.5 years कम्प्लिट भयो अब आफ्टर 6 months आई विल वेन टु माई होम टाउन म आफ्नो परिवार सामु आफ्नो इष्टमित्र सामु म पुग्छु है त त्यति भन्दै ल यो नितेश खनालको तर्फबाट आजको लागि बाई बाई परदेशीको तर्फबाट बाई है त यति भन्दै म आजको कुरा यही टुङ्गाउँछु है त प्लिज ल मलाई हल्का अब हजुरहरूलाई लाग्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानल पनि छ नितेश खनाल नत्र @ निमा डल्स 123 है त प्लिज बाई